अब चाहिँ चट्टै हुन्छ होला कुन छोयो चर्खा भनिन्छ हेलो नमस्ते कुजाम्पो अल द वे फ्रम फिन्चलिङ वाइडिया फलको अगाडिबाट हजुरहरूप्रति न्यानो अभिवादन गरिरहेको छु है र अर्ली आवरमा म साम्ची सिस्नेको यात्रामा चलिरहेको छु ठक्कै भन्नुपर्दाखेरि अहिले वाइडिएफको अगाडिबाट यात्रा चलिरहेको छ र तुर्साको चिल्लो बाटोमा फेरि कुद्नु पाउँदा धेरै खुसी भइरहेको छ है र यहाँबाट लगभग हामी तुर्साको ब्रिज तरेर हामी तादिङको ग्योक अफिस जाने बाटोतर्फबाट लाग्नेछौँ र ठ्याक्कै यो बाटो चाहिँ फिन्चलिङ गम्टुको हाइवे पनि परेको छ अहिले यो है र बाटो अहिले ब्ल्याक टप भएको छैन भए तापनि हिउँदोमा चाहिँ राम्रै रहेछ र बर्खामा चाहिँ हजुरहरूले सोचेर मात्रै आउनुहोस् जग्गा जग्गा त्यति राम्रो छैन रहेछ र अब मेबी ब्ल्याक टपिङको योजना छ होला सरकारको है र बाटो अहिले ठिकै छ हिउँदोमा त राम्रो छ सानो गाडीहरू पनि आइरहेको छ बट समरमा चाहिँ हजुरहरूले अलिकति ध्यान दिएर आयो भने राम्रो होला र मजाको छ एकदम जग्गाहरू रमाइलो लाग्यो मलाई धेरै गुवा बगानहरू छ है र हरियाली हिउँदोमा पनि यति मजाको रमाइलो लाग्यो र सिस्नेको के छ कस्तो छ त्यहाँको वातावरणहरू अवश्य नै हजुरहरूको दृश्यहरू लिएर आउने छु के पाउँछ कस्तो छ है इतिहास रूपमा र बनिरहनुहोस् जोडिरहनुहोस् हेर्दै जाउँ है र बाटो चाहिँ अलिकति अप्ठ्यारो टाइपको है बनाउँदा हाइवेकै वेट धेरै ठुलो बाटो बनाएको रहेछ अन्ली के रहेछ भने ब्ल्याक टप भएको छैन कालो पत्रे भइदियो भने चाहिँ अझै सुविधा हो रहेछ बाटो चाहिँ है रमाइलो छ र यहाँ हुँदो छोर्तेनहरू मजाले बनाएको रहेछ है र अति सुन्दरहरू छ धेरै फार्म रोडहरू जोडिएको रहेछ जग्गा जग्गा धेरै कन्फ्युजिङ पनि रहेछ र म चाहिँ अहिले यहाँबाट जुन चाहिँ यो बाटो जाँदैछु घुमेर चाहिँ गम्टु नगएर एक राउन्ड बनाउने छौँ एक राउन्ड भन्दाखेरि म फर्केर अब ठक्कै तपाईँहरूले साम्ची फिन्चलिङको अर्को बाटो वाटरफल देख्नु भएको होला र त्यसको छेउमा पुग्नेछौँ र टक्कै मेरो एक राउन्ड हुन्छ र यहाँबाट अहिले चाहिँ म ग्योक सेन्टरको बाटोबाट आएको थियो भने अब फर्केर जाँदा चाहिँ सुन्तले समथिङ त्यो सुन्तले भन्ने जग्गाबाट फर्किनेछौँ है यार है र राम्रो रहेछ दृश्यहरू है रमाइलो र कुहिरोले गर्दाखेरि अलिकति उज्जवल दृश्य त ल्याउन सकिएन र पनि जोडिरहनुहोस् र यहाँ हुँदो चाहिँ अझै पनि खर चलन छ रहेछ अझै पनि है एकदम राम्रो कुरो हो यो कुरोहरू एन्टिक भइसकेको छ अहिले मान्छेले टिन आएर है खरहरू मान्छेले धेरै मासिसकेको छ र यहाँ चाहिँ देख्नु पाएँ मैले खुसी लाग्यो मेरो बचपनको याद आयो पहिला सानो हुँदाखेरि है बाबामा पछ्याउँदै गएर हात काटेको खरले त्यो धेरै ध्यान याद आउँछ खुसी लाग्यो धेरै दिनमा है धेरै सालको पछाडि खर देख्दाखेरि र ठ्याक्कै भन्नुपर्दाखेरि मलाई लाग्छ यो खरहरू पनि दुई प्रकारको हुन्थ्यो याद भएको अनुसार एउटा ढड्डा भनिन्छ लामो घर हुन्छ एउटा सिरु अलिकति ठुलो पत्ता भएको हुन्छ सिरु घर चाहिँ अलिकति सानो होचै हुन्छ त्यो चाहिँ डन्ठा भएर जाँदैन तर यो चाहिँ ढड्डा हो रहेछ देखिहाल्नु भयो हजुरहरूले र मकै छर्नको लागि छट्टै फाँडेर है चिल्लो तयारी भइसकेको रहेछ र लोसे परिकारले राख्नु भएको छ हामीले चाहिँ लोसे भनिन्थ्यो यस्तो है र हामीले यहाँ चाहिँ जोतेको रहेछ हामीले चाहिँ खन्तीले गाडेर मकै रोप्ने गर्थ्यो पहिला त्यो यादहरू सबै आयो क्या भावुक पनि हुँदो रहेछ यस्तो बचपनको यादहरू दिलाउँदाखेरि बचपनमा जे गरेको थियो त्यस्तो कुरो देख्न पाउँदाखेरि र रमाइलो लाग्यो मलाई चाहिँ एकदम र भने अहिले चाहिँ हामी लन्च अर्थात् खाइरहेको छौँ र एकदम अर्ग्यानिक छ है झर्के थालमा भात
गुन्द्रुकको झोल है, सागको झोल, तातो भात, टमाटर रमभेडाको अचार, कति मिठो अर्ग्यानिक छ है। र यस्तो खानु इच्छा छ भने चाहिँ आउनुहोस्, सिस्ने गाउँ घुम्नुहोस् र पाउने छ हजुरहरूले पनि। यो चाहिँ पिनास झार्ने मन्त्र यो चाहिँ साइनस भनिन्छ है, पिनास याद छ हजुरहरूलाई, दबाई त अहिले धेरै पाइन्छ भने। र यो चाहिँ एउटा मन्त्र हो रहेछ झार्नेको। र कस्तो भने ठ्याक्कै आफ्नो जिउलाई घामले भेटेर आफ्नो छाया जहाँ झर्छ नि त्यहाँनिर चाहिँ गर्नुपर्दो रहेछ, यसरी नै देख्नुभयो होइन। र केही उहाँले मन्त्र जपेर पिनास झार्दो रहेछ। र मैले सुनेको पनि थियो पिनास झार्छ भन्ने, तर देखेको थिएन र मेरो जीवनमा आज देख्नु पायो यसरी झार्दो रहेछ भन्ने पिनास चाहिँ। र यदि कसैलाई पिनास क्रिटिकल एकदम है भएको छ भने चाहिँ आउनुहोस्, पिनास झार्नुहोस् र आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनुहोस् है। र हाम्रो ठुलो भाइको पिनास झारिरहेको छ। र अहिले चाहिँ घाम नभएर त्यति हामीले ठ्याक्कै यो छाया कहाँ झरेको छ एउटा अन्दाजमा गर्नुभएको छ उहाँले है। र घाम त्यति छैन कुहिरोले गर्दाखेरि, र ठक्कै घाम पनि यतिबाट झुल्केर यहीँ हो रहेछ भन्ने एउटा अन्दाजले गरिरहेको छ। एउटा कँचिया अर्थात् हँसिया खुर्मी केले हुन्छ मन्त्र चाहिँ। अब चाहिँ चट्टै हुन्छ होला। गुन्द्रुक छोयाले भेट्यो अहिले भेट्यो घाम चाहिँ भरे शीतको छाती आइयो। छायाले भेट्नुपर्ने, छायामा गर्नुपर्ने यो चाहिँ। भाइको पनि पिनासले गर्दाखेरि हाम्रो सरको पिनास झारिरहेको छ है। र सबैजना पिनासले यदि पिनासले साह्रो पारेको छ भने चाहिँ आउनुहोस्, म लिएर आउँछु, सम्पर्क गर्नुहोस् है। म चाहिँ खान्छु नि 1 केजीको 10 वटा कति हो भन्नु 35 किलो। यो 12 को अभिजनले छोडेको यति रमाइलो जग्गा रहेछ है। र म चाहिँ अहिले फिलहालमा सिस्नेमा छु र तपाईँहरूले देखिहाल्नुभयो पिनास झारेको मन्त्रले पिनास पनि झार्दो रहेछ। साइनस पनि भनिन्छ है, युजली साइनस पिनास, र यसलाई मन्त्रले झार्दा पनि हुँदो रहेछ। र यो चाहिँ सिस्ने भन्ने जग्गामा रमाइलो जग्गा छ, तर तुहानले गर्दाखेरि चाहिँ अलिकति दृश्य बाहिरको देख्न सकेको छैन। यो पारीको एरिया चाहिँ पानबारी लाप्चेखा एरिया साम्ची फिन्चलिङको हाइवे पर्छ। र म चाहिँ अहिले ठ्याक्कै त्यसकै अपोजिटमा यहाँ माथि छ गम टु फिन्चलिङको हाइवे चाहिँ योबाट हो, मेन सेकेन्डरी हाइवे चाहिँ अहिले। र यो माथि जुन चाहिँ गाडी राखेको साइडबाट चाहिँ उताबाट चाहिँ फिन्चलिङबाट आएर यो साइड जानु पऱ्यो गम टु चाहिँ। र गम टु चाहिँ यहाँबाट नजिक, र यहीँ हुनुपर्ने रहेछ। गम टु चाहिँ यताबाट गयो भने चाहिँ, र सर्टकट बाटो यहाँबाट गएर परबाट जुन चाहिँ यो देख्दै गरेको डिल काटेर उता गयो भने चाहिँ यहाँ फेरि फिन्चलिङको सर्टकट बाटो हो रहेछ। यहाँ तल देख्दैछ अलिअलि, हजुरले देख्नुभयो होला होइन। यो चाहिँ यहाँबाट गयो भने चाहिँ फिन्चलिङ अझै सर्टकट हो रहेछ। र अघि आउँदा चाहिँ हामी यता फिन्चलिङ टु गम टुको हाइवे तर्फबाट आएको थियो, यो फिन्चलिङ साइड भएर है। र अहिले जाँदा चाहिँ हामी यो साइड जानेछौँ र 1 राउन्ड गर्नेछौँ। र यहाँबाट गएर चाहिँ यस्तो गर्दा चाहिँ परबाट घुमेर चाहिँ यो तलको बाटो झरेर समय सुन्तले भनेर चाहिँ हामी ठक्कै पानबारी फिन्चलिङको वाटरफलमा पुग्नेछौँ। र त्यहाँबाट चाहिँ फिन्चलिङतर्फ पुग्नेछ है। अति सुन्दर जग्गा छ, राम्रो छ, रमाइलो र अझै राम्रो दृश्य त ल्याउने छ, तर आजको मौसमले गर्दा सकिएन। र यहाँ आउँदा चाहिँ धेरै माउरी पनि पाल्दो रहेछ है। र माउरीको डोङ यहाँ छ एउटा, र सस्तो पनि रहेछ। माउरीको मुख मात्रै 500 रुपियाँ बोतल 600 रुपियाँ बोतल गरेर पाउँदो रहेछ है। र एउटा डोङ यहाँ छ। बचपनको याद आइरहेको छ। पहिला चाहिँ
मेरो पनि घरमा थियो यो है र आज बहुत सालको पछाडि यो देख्न पाउँदा चाहिँ अति खुसी लाग्यो र कतिजना देखेको छैन होला हनी भनिन्छ होइन खाइन्छ भने तर के कस्तो केमा हुन्छ भन्ने चाहिँ यहाँबाट थाहा हुन्छ माउरी चाहिँ यहाँबाट छ यहाँभित्र छ हो यहाँभित्र छ माउरी चाहिँ यो चाहिँ घलेको चाहिँ एकदम एन्टिक कुरोहरू हो यो चाहिँ यसलाई चाहिँ चर्खा भनिन्छ भेडाको उनको यहाँ छ उन चाहिँ यो चाहिँ धुएर फाइन गरेर चाहिँ यो बनाएर चाहिँ यहाँबाट बुनेको धागोको डल्ला बनाउँदो रहेछ बचपनमा यो त साह्रो खेलाइयो नि हौ कसै माटो बोक्नु त मैले घरको आँगनको बाटो यस्तै बोकेको है कडा नि खै यो कहाँ हो नि जग्गाको नाम थाहा नभएर चाहिँ तपाईँलाई कल गरेको नि त बापु चाहिँ यतै हो भनेर चाहिँ भलीले चाहिँ हुन्छ भेडाको बदली चाहिँ यो काट्छ घरमा अहिले चाहिँ यसरी हत्या गर्नु छोडेको छ यो चाहिँ अलैँचीको भट्टी अलैँची सुकाउने यो चाहिँ भट्टी यहाँ चाहिँ आगो फुकेर माथि चाहिँ अलैँची सुकाउँछ